साथीहरु अहिले म हेटौडामा छु। यो देखिएको घना जंगल एकदम सुन्दर जंगल। यो जंगलको माथिल्लो भागमा यो देखिएको भागमा यहाँदेखि तलसम्मको भाग देखिएको छैन। लगभग 1.5 देखि 2 किलोमिटर एरियामा शहीद स्मारक पार्क स्थापना गरेको रहेछ। यो पार्क भित्र लोपोन्मुख जनावरहरूलाई संरक्षण गरेको छ भने यसै गरेर विभिन्न प्रकारका मनोरञ्जनका साधनहरू प्राय बच्चाहरूको लागि बनाएर मनोरञ्जन दिने यो पार्क समितिले गर्नुभएको रहेछ। त्यसै गरेर पार्कको बीचमा बीपी कोइराला, मनमोहन अधिकारीदेखि लिएर अन्य मेन शहीदहरूको शालिग बनाएको रहेछ। एकदम ठुलो एरियामा छ। म पनि पहिलोचोटि यहाँ आएको। यो शहीद स्मारक पार्क एकदमै सुन्दर छ, आकर्षक रहेछ, शानदार छ, मनोरम छ अनि प्राय जसो धेरै पर्यटकहरूको भ्रमण गर्ने स्थल रहेछ यो।